राम्रो मान्छेलाई अर्काले तानेर लग्यो भने समय म त काठमाडौँ जान्छु दुईतिर हड्डु छ दुईतिर लड्डु यार दो तरफे लड्डु कोही केटा मान्छे गर्लफ्रेन्ड नभएर बसिरहनु कि मलाई घरमा पनि छ बाहिर पनि छ वहाँ मेरो जिन्दगी यार क्या जिन्दगी छ है कहिले आउने पखरा तपाईँ कहिले बोलाउने के तपाईँ मलाई हिजोको भिडियो त एकदम भाइरल भएछ त नि सुखाको रत्न दुध खुवाएको त्याट हो र मलाई थाहै छैन साँच्चै होला म त हेर्नै भ्याएको छैन बिरामी भएर तपाईँले त अनि मेरो लाइफमा त मेरो भिडियोमा त हेर्नु रहेछ लुकी लुकी अनि ल पठाएका तपाईँको परेखा त अनि रुबिन कसो को त्यो भाग्यमानी मान्छे रुबिन खड्का आजकल झन् पछि तपाईँ चुवा खोज्दै जानु भएर किन हो तपाईँलाई देखेदेखिको है किन राम्री मात्रै बन्नु मन लाग्छ ओहो रुबिनजीसँग लभ परेदेखिको त ऐना मात्रै हेरेर बिजनेस डामाडोल भइरहेछ कसरी राम्री हुने अझ रुबिनजीलाई कसरी मक्ख पार्ने राम्री बनेर बस्ने बसेको ए यार म साइको भएँ केटा औडा गरिदिनु यार म त बोल्नै सकिनँ केटा गाइस ट्रिपल अनि होइन के सानै मेरा बच्चा पनि विचार छ क्या तपाईँलाई अब के गर्नु तपाईँलाई के छ विचार केही वर्ष नपाऊ भनेको आफ्नो चिया आफै खाने किन हो पानी खाएको हो कति चिया खाएको भन्ने कोही पानी चिया त तपाईँसँग बसेर खाने हो नि मलाई पनि चिया दिनु न ए तातो पानी चिया चाहियो मलाई चाहिने भयो यहाँ आउनु पर्यो चियावाली भएको ठाउँमा तपाईँको भाइ ढोकेमा छ मार्छ मलाई मार्दैन हौ सानो छ भाइ ठुलो छैन सानो छ भाइ यति राम्रो भेना देखेर किन मार्नु नि ओइ मै मारिहाल्यो कति वर्षको हुनुहुन्छ भाइ भाइ 20 वर्षको 20 वर्षको सानो हो दिदीलाई भेट्न आयो भने ढाडमा हान्छ होला मलाई त यार हान्दैन आउनु न पहिला हो घरमा त नआउने केटाकेटी कहाँ भेट्छन् मलाई थाहा छैन त्यही भएर त मैले सोधिरहेको छु त तपाईँलाई केटाकेटी भेट्नु रत्न पार्कमा होइन जाउँला नि त्यही रत्न पार्कतिरै एकपटक गएको थिएँ कि म रत्न 4-5 वर्ष 5 वर्ष अगाडि एउटा फिल्म सानो फिल्म खेल्न गएको थिएँ कि म काठमाडौँ झुक्के रत्न पार्कतिर गएँ पुरा त्यहाँ त केटाकेटी त पुरा जोडेर बसेका यार छाता यस्तरी ओढेर पुरा चप्केर बस्ने यार औडा ठाउँ रहेछ त यार केटाकेटी त पुरा है म त साइकको भइदिएर हौ हेरेर आउनुभयो तपाईँ फर्केर हेरेर थुक्ने ल्याए के नि आफ्नो बिहा पनि नभएको गर्लफ्रेन्ड नभएको हजुर गर्लफ्रेन्ड पनि नभएको बिहे पनि नभएको गर्लफ्रेन्ड त्यही त अहिले पो त्यही त भाग्यमानी हुँदो रहेछ एकैचोटि 2-2वटा लड्डु एकैचोटि हात पर्यो 2टा लड्डु यसो आज डान्स नगर्नु तपाईँ अब यी डान्स हिजोको डान्सले झन्डै भूकम्प गयो किन घरै हल्लियो रे यहाँ त कसले भन्यो त्यति भनिरहेको थिएँ यहाँ बस्ने अरूले तपाईँ नाचेको त्यही घरै हल्लिएर ननाच्नु है आजदेखि त भनेर भन्नुभएको छ गाउँघर उदयपुरतिर है हजुर कोल जानु छ गाउँतिर कसलाई जानु भनेर सोध्नु होला सोध्नु भएको टाढा छ कि नजिक के ससुराली यार टाढो छ नि उदयपुर त पोखराबाट त उदयपुर टाढो छ नि
काँदी हान्छन् यतादेखि काँदी हान्छन् चितवन हुँदै तपाईँ चितवनदेखि कि जोडेर जान्छ चितवन हेटौडा हुँदै जानुपर्छ होइन तपाईँको उता जानुहुन्छ होला उता जानु मिल्छ होला कता भन्नु काठमाडौँको त बाटो के छ सिलगढीपट्टिबाट हो त जान्छ तपाईँ उता सर्टकट पर्दैन र सर्टकट पर्छ तपाईँलाई भनेको तपाईँको मेरो बिहे भइसकेपछि त पोखरा बस्नु पर्यो नि त अनि जानुलाई टाढो पर्छ भनेको होइन तपाईँ यति राम्रो हुनुहुन्छ मलाई त्यस्तो के देखेर यस्तो पछ्याउनु भयो तपाईँको जुवा जुवा अँ कताको जुवा मैले जताको देखाएँ त्यतैको ए 做要赚一点嘛。 त राम्रै हुनुहुन्छ त विश्व सुन्दरी जस्तो हुनुहुन्छ मान्छे होइन ममा चाहिँ त्यस्तो के देख्नु भयो पछि लाग्नु भयो यार हजुर त्यही त भनिरहेको छु तपाईँको जुङ्गा भनेको त 你别笑。 मेरो छैन अनि त्यही भएर एकदम मन पर्यो क्या मेरो छैन रे 做要赚一点嘛。 हजुर त्यही त मेरो छैन जुङ्गादारी अनि तपाईँको देखेर मन पर्यो मलाई के थाहा छ कि छैन यार जगी छैन छैन के छैन छ्या। कुछ शरम है कुछ बाजेको ढुकुर उड्ने बेला परेको हो यो के कमेन्ट गर्छ नि बाजेको ढुकुर उड्ने बेला परे साइको यार गिदी भइदिएर म यार हो कि क्या हो के हो तपाईँ र मलाई त आजकल त एकदमै जोडी जोडी भन्छन् त अनि खोइ मलाई नि त्यस्तै लाग्यो लप्सा पर्नु गाह्रो हुन्छ है ख्याल गर्नुहोस् है किन ख्याल गर्ने यति राम्रो मान्छे देखेपछि डर लाग्दैन तपाईँलाई फेरि डराउनु चाहिँ के को अहिलेसम्म भेट भएको छैन त्यसै अनलाइनमा ल पारेछ बसेछ आउनु नि त भेट्नुलाई म यस्तै छु टिकटकमा देखेको जस्तै तपाईँ चिया बेच्ने कुन ठाउँ रे असनमा कता असन भन्ने काठमाडौँ हो एकचोटि आउन पर्छ क्या त्यस्तै लाग्यो आउनु न आउनु हेरौँ के हुन्छ लेट्स सी बाइस बस म पर्खिरहन्छु तपाईँलाई किन हो आउँछु। गाइस वेट गाइस लास्टमा बिहा गरेर अन्त जाने होला अरूले बिहा गरेको हुन्छ अब तपाईँसँग लपरेस तपाईँसँग बिहा गर्ने नि अन्त जाने रे सौतासँग डर लाग्दैन चौतासँग डर लाग्छ तपाईँ सौता बस्ने अब के गर्नु त नि लप्पै परिसकेपछि त पर्नु बस्नै पर्यो तपाईँको त अन्त्य लप्छ भने नि त कसले भन्यो फेरि है सबै केटासँग चम्किन्छ जिस्किन्छ भर्न पर्यो भने मलाई तपाईँ पनि त कतिवटासँग जिस्किनुहुन्छ नि त त्यसो भए त थाहा छैन मलाई चाहिँ लुकेर हेर्दो रहेछ अनि ठिक छ चियावालाजी प्रगति गर्नु बाजे होस् के प्रगति बाँकी नै छ त प्रगति हुनुलाई के बच्चा पर्ने भन्दा प्रगति हो र यार अनि हो त नि। एउटा प्रगति बनाउनु परेन तपाईँलाई छोरा मनपर्छ छोरी छोरी किन हो त्यस्तो तपाईँलाई मनपर्ने भएर मैले कति बेला भने मलाई छोरी मनपर्छ भनेर अस्ति भनिसक्नु भयो तिमीले अब छोरी जन्माइदिनु पर्यो